नमस्ते दर्शकवृन्द, स्वागत छ तपाईहरुलाई ललितपुरको पुलचोक स्थित क्यूएफएक्स सिनेमा हलमा नयाँ नेपाली चलचित्र मास्टरनीको भव्य प्रिमियर शो सम्पन्न भएको छ। चलचित्रकर्मी, प्रतिष्ठित व्यवसायी, समीक्षक तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको उक्त प्रिमियरमा फिल्मले पाएको उत्कृष्ट प्रतिक्रियापछि प्रमुख अभिनेत्री तथा निर्मात्री प्रियंका कार्की निकै उत्साहित र फुरुङ्ग देखिएकी छन्। प्रमुख हाइलाइट्स कथावस्तु: एक अनुशासित विद्यालय शिक्षिका तुलसीको जीवन, पारिवारिक संघर्ष र परिवारलाई गम्भीर संकटबाट बचाउन उनले चालेका साहसी तथा रणनीतिक कदमहरूको मनोवैज्ञानिक कथा। रिलिज मिति: यही भदौ 5 गतेदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शन हुँदै। कलाकारहरू: प्रियंका कार्की, आर्यन सिगदेल, रिचा शर्मा, अनुप विक्रम शाही, गौरी मल्ल, सरोज खनाल, मोद अग्रहरी, इमरान खड्का, राजगिरी, काश्री निरौला लगायतका दिग्गज कलाकारहरूको अभिनय। निर्माण तथा निर्देशन: बेन्दु घोषको निर्देशन, प्रियंका कार्कीको कथा, शान बस्नेतको पटकथा तथा आयंका फिल्म्सको प्रस्तुति, लगानी क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी, प्रियंका कार्की र प्रणीत कार्की। प्रिमियरमा दर्शक तथा समीक्षकबाट उत्साहजनक प्रतिक्रिया पाएपछि अभिनेत्री प्रियंकाले आफूले इमानदार भएर सिनेमा बनाएको र हलमा पनि दर्शकको उत्तिकै माया पाउने विश्वास व्यक्त गरेकी छन्।